सत्य तथ्य सूचना समाचार गीत संगीत मनोरञ्जनको संवाद सयपत्री अनलाइन टेलिभिजन हेरेर बस्नुभएका सम्पूर्ण दर्शक श्रोतामा नमस्कार। म दिपेन्द्र पौडेल। आजको यस भिडियोमा हामीले नेपाल सरकारले 2078-79 आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ र बजेटमा सामाजिक सुरक्षा पनि 33% बढाएको छ र बढेपछि भत्ता कति रहेको छ त त्यसको सम्बन्धी विस्तृत जानकारीका साथ उपस्थित छु। यदि तपाईहरुले हाम्रो च्यानल अहिलेसम्म पनि सब्स्क्राइब गर्नु भएको छैन भने नजिकै रहेको सब्स्क्राइब को रातो बटनमा क्लिक गरी सँगै आउने बेल आइकनमा प्रेस गरेर हामीले अपलोड गर्ने भिडियोको नोटिफिकेसन सबैभन्दा छिटो प्राप्त गर्न सक्नुहुनेछ। 27 वर्ष अघि तत्कालीन नेकपा एमालेको अल्पमतको सरकारले 100 रुपैयाँबाट सुरु गरेको वृद्ध भत्ता अब 4000 रुपैयाँ पुगेको छ। संयोगले मान्नुपर्छ यसपटक पनि एमालेकै अल्पमतकै सरकारले वृद्ध भत्ता सहित सीमान्तकृत र अपाङ्गता भएका तथा अन्य लक्षित समुदायको सामाजिक सुरक्षा भत्तामा भने उल्लेखनीय वृद्धि गरेको छ। 2078 जेठ 15 गते आर्थिक वर्ष 2078-79 को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा 33% वृद्धि गरेको बताए। उनका अनुसार बढेको भत्ता श्रावण 1 गतेबाट कार्यान्वयनमा आउने गरी सबै प्रकारका सामाजिक सुरक्षा भत्ता 33% वृद्धि गरेको छ। सामाजिक सुरक्षाका लागि 1 खरब रुपैयाँ भन्दा बढी विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताएका छन्। 9 प्रकारका सामाजिक सुरक्षा भत्ता 33% वृद्धि गरेको अर्थमन्त्री पौडेलले बजेट घोषणा गरे पनि ज्येष्ठ नागरिकको भत्ता भने 1000 वृद्धि भएको घोषणा गरे। यसअघि 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले 3000 मासिक भत्ता खाइ आए पनि 33% वृद्धि हुँदा 990 रुपैयाँ बढेर 3990 हुन आउँछ। तर यसलाई उनले सिधै 4000 पुर्याइदिएका छन्। यसो किन गरिएको होला भन्ने प्रश्नमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले हिसाब मिलाउनका लागि 4000 घोषणा गरिएको हुन सक्ने उनले अनुमान गरे। उनले भने सामाजिक सुरक्षा भत्ता वृद्धि गर्दा प्रतिशतमा आउँछ तर पछि हिसाब मिलाउन रुपियाँमा र पैसामा पनि हुन आउँछ। यस्तो अवस्थामा केही रुपियाँ तलमाथि गरेर ठ्याक्कै हिसाब मिलाएर मन्त्री परिषद बैठकले सामाजिक सुरक्षा भत्ता दर कायम गर्छ। यससँगै 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिक भत्ता यसअघि 3000 थियो भने अब 4000 हुनेछ। अपाङ्ग भत्ता क वर्गका अपाङ्गहरूको भत्ता 3000 थियो भने अब 3990 हुन्छ। लोपोन्मुख जातिको अहिलेको भत्ता 3000 छ भने बढेपछि 3990 हुन्छ। ज्येष्ठ नागरिक अन्तर्गत दलित समुदायको भत्ता 2000 छ भने अब बढेपछि 2660 हुन्छ। ज्येष्ठ नागरिक एकल महिलाको भत्ता 2000 छ अब बढेपछि 2660 हुन्छ भने ज्येष्ठ नागरिक सम्बन्धित क्षेत्रका ज्येष्ठ नागरिकको 2000 छ र अब बढेपछि 2660 हुन्छ। विधवा भत्ता यसअघि 2000 छ भने अब 2660 हुन्छ भने अपाङ्गता भत्ता ख वर्गका अपाङ्गहरूको भत्ता 1600 छ भने अब बढेपछि 2128 हुन्छ। बाल पोषण भत्ता 400 छ अब बाल पोषण भत्ता बढेर 532 हुन्छ। आदरणीय दर्शकबिन आजको यस भिडियोमा हामीले नेपाल सरकारले 2078-79 को बजेटमा विभिन्न प्रकारका 9 प्रकारका सामाजिक सुरक्षा भत्ताहरू 33% ले बढाएको छ र ती 9 प्रकारका सामाजिक सुरक्षा भत्ता बढेपछि कति हुनेछ त त्यसको बारेमा जानकारी प्रस्तुत गर्यौं। यस्तै रोचक समसामयिक भिडियो प्राप्त गर्न तपाईहरुले सयपत्री अनलाइन टिभी सब्स्क्राइब गर्नुहोला। सब्स्क्राइब गर्नको लागि नजिकै रहेको सब्स्क्राइबको रातो बटनमा क्लिक गरी सँगै आउने बेल आइकनमा प्रेस गरेर हामीले अपलोड गर्ने भिडियो नोटिफिकेसन सबैभन्दा छिटो प्राप्त गर्न सक्नुहुनेछ। आजको यस भिडियोबाट मलाई बिदा दिनुहोस्। नमस्कार।